Hello friends, welcome to my channel KS Craft. आजको भिडियोमा चाहिँ हामी फोटो फ्रेम बनाउन सिक्ने छौं जुन चाहिँ मात्र पेपरले बनेको हो। हामीले यसमा यो वेस्ट पेपरहरुलाई युज गर्ने छौं। वेस्ट पेपरलाई पहिला सुरु यसरी रोल गरेर स्ट्र शेप दिनु होला। यसलाई टाँस्नको लागि मैले यता ग्लु युज गरेको छु। यसै गरी तपाईहरुले कतिवटा चाहिन्छ तयार गर्नु होला। यहाँ मैले 12 वटा जति स्ट्र युज गर्ने भएको छु फ्रेमको लागि। हट ग्लु गनको युजले तीन एउटा स्ट्रलाई अट्याच गरिदिनु होला। यसरी अर्को पनि तीनटा स्ट्रलाई अट्याच गरिदिनुस्। यसरी चारवटा तीनटा सेट हामीले चारवटा चाहिँ बनाउनु पर्ने हुन्छ। यसरी सबैलाई अट्याच गरिसकेपछि अर्को स्टेप सुरु हुन्छ। मैले यहाँ मार्क गरेर कटिङको लागि मार्क गरेको छु। हजुरहरुले पनि यसरी नै कटिङ गर्नुभन्दा अगाडि पहिला मार्क गरेर मात्र कटिङ गर्नु होला। यसरी कटिङ गरिसकेपछि हामीलाई चाहेको फ्रेम शेप चाहिँ हामीले क्रिएट गरिसकेका छौं। अब यसलाई कटिङ गरेर यसलाई अट्याच गर्नुपर्ने हुन्छ। यसको सबै साइडमा यसरी अट्याच गरिदिनु होला। यसरी अट्याच गरिसकेपछि हामीलाई मनपर्ने शेप पाउँछौं फ्रेमको। तपाईहरुलाई यो फ्रेम मजाले अब ठूलो शेपमा बनाउनु छ भने अलि ठूलो बनाउनु होला। सानो पनि बनाउन मिल्छ। यसबाट एकदम राम्रो देखिन्छ। यसरी अट्याच गर्दै जानु भएपछि चाहिँ तपाईहरुले ठ्याक्क फ्रेमको शेप पाउनुहुन्छ। यसको लुक्स अझै राम्रो आओस् भनेर मैले चाहिँ नि कलर लगाउने निर्णय गरे र ब्ल्याक कलर लगाएको छु यसमा मैले। यदि तपाईहरुलाई अरु कलर रेड ब्लू अरु तपाईहरुसँग जस्तो कलर युज गर्न मन लाग्छ युज गर्दा हुन्छ। मैले यसमा वाटर कलर लगाएको हो। यो सुकेपछि यो यस्तो देखियो। यसको पछाडीको फ्रेमको सपोर्टको लागि चाहिँ मैले एउटा अलिकति हार्ड कभर वाला पेपर युज गरेको छु।
बोर्ड टाइपको। तपाईहरुसँग यदि यस्तो खालको सेम यस्तो चाहिँदैन, तपाईहरुसँग नर्मली कार्डबोर्डहरु छ भने त्यो युज गर्दा पनि हुन्छ। स्ट्यान्डको लागि पनि मैले यही पेपरकै अलिकति सानो पिस युज गरेर पछाडि स्ट्यान्डको लागि अट्याच गरिदिन लागेको छु। मैले यसलाई फोटोको सपोर्टको लागि कटिङ गरेर यसमा अट्याच गर्न लागेको छु। यो चाहिँ नि हामीलाई फोटोहरु सपोर्ट गर्नको लागि युज हुन्छ। यसलाई साइडमा अलिअलि गरेर युज गरे भने फोटोहरु मजाले एडजस्ट गर्नलाई सजिलो हुन्छ। यस प्रकार मैले चाहिँ अघि बनाएको फोटोको फ्रेमलाई यसमा टाँसिदिएको छु। अब आफूलाई मनपर्ने गरी यसलाई डेकोरेसन गर्न सक्नुहुन्छ। मैले चाहिँ यहाँ फ्लावर कटिङ गरिदिएको छु। यो पनि पेपर फ्लावर कटिङै हो। तपाईहरुले चाहिँ बटरफ्लाई अथवा अरु नै केही आफूलाई मनपर्ने हार्ट शेपहरु पनि एट्याच गर्न सक्नुहुन्छ। जसरी आफूलाई मनपर्छ त्यसरी नै एट्याच गर्न सक्नुहुन्छ। मैले चाहिँ यहाँ ब्ल्याक कलर लगाएको भएर रेड कलरको फ्लावरहरु एट्याच गरेको छु, अलि इन्हान्स लुक्स आउँछ भनेर। And this is the final look. यसलाई चाहिँ हामीले टेबलमा मजाले टी टेबलमा राख्दाखेरि एकदम राम्रो देख्छ, अथवा कुनै पनि वालमा डेकोरेसनको लागि युज गर्दा पनि एकदम राम्रो देख्छ। तपाईले यसरी आफैले पनि घरमा सजिलै गरी फोटो फ्रेम विथ पेपर बनाउन सक्नुहुन्छ। मात्र पेपर अनि ग्लुले यो सबै गरेको हो। थ्यांक यू फर वाचिङ माय फुल भिडियो। अब नेक्स्ट भिडियोमा भेटौँला। बाई बाई।